संगीत प्रेमी, साहित्य प्रेमी, आदरणीय मान्यवरहरूलाई धेरै धेरै नमस्कार। नारायण गोपाल दाइप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँ सँगसँगै हिँडेको छौँ हामी धेरैपल्ट, सँगसँगै कार्यक्रम गरेको छौँ। 21 ओभन हाम्रो कमिक उहाँको गीत राखेर प्रस्तुत पनि गरेको थियौँ। र आयोजकलाई सबभन्दा पहिले म धन्यवाद दिन चाहन्छु कि मलाई प्रमुख अतिथि रोज्नु भएकोमा। यहाँ म प्रमुख अतिथिलाई चिफ गेस्ट होइन, हिजो चिफ गेस्ट भएर जहाँ पनि चिफ बोलाएको छ, तर यहाँ चिफ गेस्ट गर्व लागेको एकदमै गर्व लाग्छ। नानु बाल्दै जस्तो दिग्गज मान्छे, दिग्गज गायकको समारोहमा मलाई सम्झिनु भएर लागेको छ, त्यसको लागि धेरै धेरै धन्यवाद छ। नानु बाल्दै पहिला हाम्रो मह सञ्चार त्यो माइती घरमा हुँदाखेरि मोटरसाइकल चढेर खर्र आउनुहुन्थ्यो, खख भनेर त्यो जेडी सवारी ल्याएर खुवाउन ल्याउँथ्यो। त्यहाँ आएर किन जेडी सवारी खुवाउनु भन्दाखेरि डायबिटिज रहेछ, उहाँले भाउजू खानु नदिनेछ। अनि त्यहाँ ल्याएर जेडी सवारी हामीले पनि बारेर घरमा नबनाइ भनेर खाने। कहिले मोमो लिएर आउनुहुन्थ्यो, कहिले के लिएर आउनुहुन्थ्यो। सँगै कार्यक्रम गर्नु जाँदाखेरि पोखरामा पनि कार्यक्रम गर्थ्यो। पोखरामा सम्झ्यौँ भने पोखरामा कार्यक्रम गर्दै गरेको उहाँले गीत गाउँदै हुनुहुन्थ्यो। हामीले चाहिँ त्यो गाउँखाने कथा भन्ने कवि देखाएको जस्तो लाग्छ जानुपर्छ। अनि त्यहाँ उहाँ चाहिँ गीत गाउँदै हुनुहुन्थ्यो। अनि एकजनाले एउटा चिज ल्याएर पछि गीत गाएपछि को बेकुबले लेखायो, मैले नानु बाल्छु एउटा गजल गाइदिनु अरे। मैले गाएको छु गजल त हो नि, को बेकुले लेखायो। भित्र आयोजकहरू छटपट लाग्यो, ल मार्यो तिरी अञ्चलासी लेख्नुभएको थियो भने अञ्चलासी लेख्नुभएको थियो त्यही भनेर व्यवस्था गर्नुभयो, आवश्यकले गर्नुभयो। भोलिपल्ट बिहान खाना बसेको हामी होटलमा, इन्द्रेणी लज भन्ने थियो एउटा, त्यहाँ बसेको थियौँ हामी। खाना बस्यो। अनि त्यो अञ्चलासी आउनुभयो। हामीले हरिवंशमा उठेर नमस्कार गऱ्यौँ। नान्दै भात खाने थियो, नान्दै अञ्चलासी थियो भनेको। ए कुरो खायो बाँच्दै गरेको हामीले अटो लगाएर बेकार चिनेको गऱ्यो। यसरी भैरवामा प्रोग्राम थियो। यस्तो त्यो बत्ती बालेको यस्तो छाउसँग किरा चलिरहेको थियो। किरा त यतिकै थियो। त्यहाँ उहाँले नान्दै एउटा मान्छेको मायाले कति फरक जिन्दगी कस्तो। फेरि अर्को गर्नुभयो, केही मिठो